पैसा चाहिँ हजुर खाउँ दुईमा त्यो आउँछ है हेलो नमस्ते आज चाहिँ हामी के खान आएको भात खान आएको हामी आज आफ्टर लङ टाइम साथी भेट भएर यसरी कति दिनपछि फर द फर्स्ट टाइम हामी यसरी खाना खाँदैछौँ। यो चाहिँ मेरो प्यारी प्यारी साथीहरूले बनाएको खाना हो। सुसिताले बनाएको दुईजनाले म चाहिँ खाने मात्रै है। सुरु गरौँ ल यो खुर्सानी पर्दैन पर्दैन होला मैले पिरो लिनु छ फ्रिजमा त थियो तिमीमा अझै मतलब साथीहरू हेर्नु त म एक अन्डा खाइसक्छु होला। खाइसक्यो हजुर खाउँ हाम्रो साथीको एकदम टेस्टी वाला बोल न कमेन्ट आइरहेको थियो अस्ति हाम्रो अलिक बिस्तारै खायौँ रे अहिले समोसा खानुपर्छ है अस्ति बेला मैले चाहिँ अघिल्लो दिन भातमा खाएको भोक लगाएको थियो 1 बजीतिर 2 बजीतिर करेन्ट आउँदै खाएको अनि खाइसकेपछि त्यो दिन सबैजना डरायो। मैले त्योभन्दा अगाडि के राखेको थिएँ सुस्मितालाई त कम लगाएको हो अरे क्या कस्तो लाग्यो के भयो चाहिँ सुस्मिता र सुस्मिता दुईजना को देखिँदो रहेछ हो नि अहिले भरे हेर न खसीको मासु पनि खानु लाग्यो कस्तो मटन र चिकन खाएको नानीहरू मटन त्यो छेउमा टिपी राखेर के हो यो चाहिँ बिउ हो कि के नुन कम हाल्नु हुँदो रहेछ है एकदम एकदम सादा एकदम ठिक छ अहिले एकछिन त्यही त अस्ति कमला दिदीले सुनाएन थिएँ नुन क्या ओइ दिउँसो मलाई त्यो के अरे यसको नुन त चक्कर लगाइरहेको थियो मलाई नुन पानी भयो कि क्या मैले बनाएको मिठो छ त है मिठो छ हो किन हाँस्छ मलाई देखेर त हाँस्दैन भिडियोमा आएर हामी त सेकेन्ड टाइम हो फेरि जस्तो लाग्यो मस्केर हो म फर्स्ट टाइम भेट सुरु भएर फर्स्ट त्यो कमला दिदी के देखेँ के सम्झ्यो त्यतिकै हाँसेर हो दिउँसो जोडी सोचेर के भयो के भयो उसलाई क्या कमललाई लाग्यो आज त कुकुर छ र हँसायो नि के तिमीलाई त धेरै हँसायो है मैले हँसाएको यतिको जोस लाग्यो देख्यो शान्ति चाहिँ बोल्यो आज त्यसलाई भित्रै मनमा आफ्नै कुरा छ नि त त्यसलाई शान्ति बुढीको लागि दुःख पाउनु सुख पाउनु मलाई नि हो त त्यो मटन खाने नि म नि खासमा राईहरूको चाहिँ मलाई चिकनको झोल हाल्नु न तर म चाहिँ खान्छु है हो हाम्रो चाहिँ त चल्दैन नि घरमा भने त हाम्रो पनि सुँगुर त्यस्तै त नि भयो अलि एउटा न सुस्मिता खान्छ क्या म अर्को सुस्मिता सुस्मिताले खानै खाँदैन के अरे कमला दिदी होइन झोल स्पेसल्ली भयो अलिकति सुप मात्रै झोल मात्रै अब पेट आज पढ्छ होइन मेरो छ एकछिनमा तिमी खाएर दाल दाल छ के हो उहाँ छ कि छैन साग कहिलेको मटन खान्छ अस्तिको मटन अनि थाहा छ भने जे जस्तै भएन एक सलाद सबै सक्नु पर्छ सलाद त सबै सक्नु भयो पर्छ तिमीको
यति बेला गाउँमा कति सागहरू छ है चाहिँ पस्यो कि यत्रो लामो अब झुन्ड्याएर एकजनाको मेरो कपाल उसको झुन्ड्या खानु पुग्यो होला त तपाईँले पनि झुन्ड्यायो लास्टमा चाहिँ दिदीलाई कम्प्लेन हाल्नु उल्टी हुन्छ सागमा के होला हुन्छ लाग्ला भोलि जाने त बस्दामा खाऊ न त पछि आउँछु खाना बोलायो पुग्यो पुगेको छ खावै भन्नुभयो मलाई पनि पुग्यो टरेले खानु मलाई भन्दा पनि धेरै खानु त्यो पनि धेरै हो लजाउनु पो भयो कि हजुरहरू मटन मान्छे राम्रो हो कि किसिमै पो देखियो त उखुमै राम्रो देखियो आज बनाउनु भएको सलाद अलि सलाद सक्छु अनि खान्छु आएर त हाम्रो पेसा गएको स्याहार छ त अलिक खासमा मेरो भिडियो चाहिँ बोरिङ नहोस् है ओइ एडिट गरेर मलाई नि एयर ड्रप गर मेरोमा के भन्छ हाँस्दै एडिट गर्नै अल्छी लाग्यो कुन भात खान्छ होला नखाने ठ्याक्क हड्क लाएर मासुले फसाएको क्या अनि अब हामी फेरि भेटिहाल्छौँ 2 महिनाको बादमा धेरै पछि भेटेको हो नि त यसरी त्यो तिम्रो बोलेको सुनेकै छैन साथी नाइट हुँदा पो सुनिन्छ होला यति सानो किन सुन्ने होला त फोनमा पहिलामा कसले नामै आउँदैन नि कति क्लास चाहिँ आएकै हुन्छ हो दादा मेसेज गर्नुभयो अब राति त आउँदैन हौ अलरेडी खाइसकेको नाम खान्छु नखाऊ यहाँ दालहरू सबै त हालेछ अन्त नि अस्ति पनि ढ्याक गरेर गर्नुभयो उयो बफ सकाउनु बफले हाँसु स्मिता रिप्लाई आयो होइन छैन खाना खाऊ अनि यस्तो उसै छैन रे यो चाहिँ शान्ति खाऊ नौका खाऊ भने त्यो मात्रै यो त खस्रो सकाउनु म त दाल दिदीलाई खाली राख्नु पर्दैन थियो सब हाल्यो नि त हामीले दाल दिदीलाई खाली राख्नु पर्थ्यो सुक्खा अलिक साग छ त साग खानु दिँदैन हजुर सागसँग हाम्रो त जोड दाल सबैबाट खानु है अन्त सबै मासु पुगेको चुट्टा छ अब त्यति त हो अब यति पनि खाऊ मेरो भोलि फोन छ भोलि कति बजेको आउँछ अरे 1 बजी 4 बजीमा पुग्नु पर्ने चावल दिएर जाने गाडी कति बजे त पुग्छ कसैले म पर्सि बिहानको 7-8 बजी रातभरि जानुपर्छ रातभरि नमस्कार अहिले सक्छ कि नहाल्नु कसैले किन नाइटको काटेको त नि त खाएको हो नि हजुर किन नाइटको काटेको त जान्छ नि त्यति बेला ए डेमा जानुको लागि त त्यहाँ 4 बजीमा नि बिहानको 4 बजी पुग्नुपर्छ 5 बजी अनि त्यतिखेर जाउँ त हामी 16 जाँदा त्यही त गर्छ है अझ यहाँबाट त 3 बजे 2 बजे यहाँबाट आउँछ हामी 2 बजे हिँडेको लाग्छ मलाई निद्रा आइसक्यो साँच्ची हो चुप भइसक्यो तपाईँहरूलाई टेन्सन हुन्छ नि के हुन्छ
पनि नराख्दैन होला मलाई त मस्त भुसभुसी हो के भएर म त आएको नि त टेन्सन भएर पनि पकाउनु त हुन नरुच्दैन टेन्सन हुँदा त झन् त्यही कुरा आएको आँखेको त यहीँ नै आउँछ आउँदैन मेरो त थपिँदै आउँछ के के आउँछ कहाँ निद्रा आउनु मलाई आँखा त यस्तो हुन्छ चला भिडियो काट्यो थाहा थियो मलाई अरू मुभी जानु भएन भिडियोमा त्यो आउँछ है नछाए